जीवन हाँसेर मात्र बाँचेको सोचेर मनमा आफैलाई छ तिम्रो आत्मा बाँचेको हृदय आसन गरिदेऊ भोलि त बेला भइजाला नभए दिन यो जीवन रोइ रोइ यहाँ रहिजाला रोइ रोइ यहाँ रहिजाला लुकाइराख्छौ तिम्रो पाप बोकेर कहाँ लान्छौ र बिर्सन बरु तुरुन्तै लिएर कहाँ जान्छौ र लिएर कहाँ जान्छौ र भोरेको सानो सुनिलो कल्पै टाढा पुग्नलाई नमान सजो त्यो मनमा यसोको सानो झुक्नलाई यसोको सानो झुक्नलाई नसोच यहाँ यो जीवन हाँसेर मात्र बाँचेको सोच न मनमा आफैलाई छ तिम्रो आत्मा बाँचेको हृदय आसन गरिदेऊ भोलि त बेला भइजाला नभए दिन यो जीवन रोइ रोइ यहाँ रहिजाला रोइ रोइ यहाँ रहिजाला रगतको थोपा आउँछ रगत खाएको बाटोमा प्रभुले बोके दैनिय क्रुस हाम्रो पापको साटोमा हाम्रो पापको साटोमा बलिदान जीवनको कष्ट र पीडा मुटुमा सहेको छ है उनैले तिम्रो र मेरो निम्तिमा तिम्रो र मेरो निम्तिमा नसोच यहाँ यो जीवन हाँसेर मात्र बाँचेको सोच न मनमा आफैलाई छ तिम्रो आत्मा बाँचेको हृदय आसन गरिदेऊ भोलि त बेला भइजाला नभए दिन यो जीवन रोइ रोइ यहाँ रहिजाला रोइ रोइ यहाँ रहिजाला। साँच्चै नै यो गीतले पनि हामीलाई हाम्रो हृदयलाई जाँच गर्ने कुरा होइन बताइरहेको थियो कि यदि हाम्रो हृदय परमेश्वरसँग सही छैन भने हेर्नुहोस् त त्यो कल्भरी क्रुसमा रगतको धारा बगिरहेछ त्यहाँ तपाईँ जहिले पनि जान सक्नुहुन्छ कुनै पनि शैतानले रोक्न सक्दैन है कल्भरी क्रुसमा यदि तपाईँ जाने इच्छा गर्नुहुन्छ भने शैतानले पनि तपाईँलाई रोक्न सक्दैन अनि हामी विश्वासी छौँ होइन विश्वासी भएर पनि त हामी पाप गरी पठाउँछौँ होइन र को छ होला र यस्तो विश्वासी जो चाहिँ सिद्ध छ होइन अनि हामीलाई झन् धेरै त्यो रगतको धाराको हामीलाई खाँचो छ अनि जब हामी पाप गरी पठाउँदछौँ होइन तब म तपाईँलाई सम्झाउन चाहन्छु अथवा बाइबलले हामीलाई बताउँदछ कि रगत त्यहाँनिर बगिरहेको छ कल्भरी क्रुसमा अनि हामी त्यहाँ गएर पापहरूलाई हामी धुन सक्छौँ अनि हामी सफा भएर फेरि पनि हामी ख्रीष्ट येशूलाई हेर्दै उहाँको लागि हामी जिउन सक्छौँ। हालेलुया। हेर्नु कति धेरै आशा छ होइन हाम्रो विश्वासी जीवनमा। अनि आउनुहोस् हामी म तपाईँको मुहार हेर्न चाहन्छु भन्ने हामी गाउँदैछौँ र यो गाउँदै गर्दाखेरि तपाईँले सोच्नुहोस् ख्रीष्ट येशूलाई उहाँको क्रुसलाई त्यो दृश्यलाई हामी हेर्न चाहन्छौँ अनि हाम्रो आँखामा हामी जहिले पनि त्यो दृश्यलाई सजाउन हामी चाहन्छौँ।
तपाईँको मुहार हेर्न चाहन्छु येशू म तपाईँको मुहार खोजी गर्छु आराधना गर्छु पवित्रताको सुन्दरतामा आराधना गर्छु पवित्रताको सुन्दरतामा हृदय सपोली आउँछु हृदय सपोली आउँछु स्तुति गाउन स्तुति गाउन स्तुति गाउन स्तुति गाउन हालेलुया 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 येशू महान येशू महान येशू महान येशू महान येशू महान इमानुएल 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 येशू राजा येशू राजा येशू राजा येशू राजा येशू राजा येशू दुला येशू दुला येशू दुला येशू दुला तपाईँ विश्वासिलो दुलहा हुनुहुन्छ कहिले पनि नत्याग्दै हामीलाई जहिले पनि पाछा गरिरहनु हुने विश्वासिलो अनि प्रेमिलो तपाईँ दुलहा हुनुहुन्छ हामी तपाईँलाई आराधना गर्दछौँ कारण तपाईँ महान हुनुहुन्छ तपाईँको बलिदान अति महान छ मेरो हृदयमा प्रेम जगाउनु हे दुला मेरो हृदयमा प्रेम जगाउनु हे येशू मेरो हृदयमा आगो खनाउनुहोस् हे येशू मेरो हृदयमा आगो खनाउनुहोस् कसरी छु तपाईँको प्रेम मैले चाखिसकेँ कसरी दूर तपाईँको गालोमा म तपाईँको हृदय छोएको छ
तपाईको प्रेम बिना म त झन् यहाँ बाँच्न नै सक्दिन येशूको प्रेम बिना दुलाको प्रेम बिना परमेश्वर साँच्चै नै तपाईको प्रेम यति धेरै शक्तिशाली छ कि त्यो प्रेमले हामीलाई तपाईको निम्ति जिउनको लागि बाध्य गराउँछ कुनै पनि त्यो जबरजस्तीको बाध्यता होइन तर सो इच्छाको बाध्यता केवल तपाईको प्रेम यति धेरै बलियो छ कुनै पनि शैतानले त्यो प्रेमलाई चुट्याउनु सक्दैन उल्टै शैतानलाई अनि साँच्चै नै जितिदिन्छ त्यो प्रेमले हाम्रो हृदयलाई खिचिदिन्छ तपाईप्रति तपाईको प्रेमले अनि हामी त्यो तपाईको प्रेम बिना हामी जिउनु सक्दैनौँ येशू तपाईको प्रेम बिना अलग रहेर हामी एक पल पनि हामी जिउनु सक्दैनौँ अनि परमेश्वरले के तपाईलाई थाहा छ परमेश्वरले तपाईलाई किन बनाउनु भयो के उद्देश्यले बनाउनु भयो परमेश्वर त्रिएक हुनुहुन्छ अनि पिता पुत्र पवित्र आत्मा हुनुहुन्छ अनि उहाँ कतिचोटि हामीलाई लाग्छ कि परमेश्वर एक्लो भएको कारणले गर्दाखेरि मानिसलाई बनाउनु पर्यो यो होइन कारण परमेश्वर यति धेरै रमाउनुहुन्थ्यो पुत्रमा अनि पुत्रले यति धेरै प्रेम गर्नुहुन्थ्यो पुत्रलाई अनि पवित्र आत्माले एकअर्कालाई यति धेरै प्रेम गर्नुहुन्थ्यो कि एक अर्कामा यति धेरै प्रेमको भरिभराउ अनि जब त्यो यति धेरै प्रेम थियो उहाँहरूको बिचमा अनि त्यो प्रेम चाहिँ यति धेरै भरिभराउ भएको कारणले गर्दाखेरि चाहिँ जब त्यो प्रेम उहाँहरूबाट पोखियो नि तपाईँ र म त्यसको नतिजा हामी रहेको छौँ उहाँले हामीलाई प्रेमको कारणले बनाउनु भयो प्रेम उहाँहरूद्वारा पोखिएको कारण चाहिँ तपाईँ र म हो अनि उहाँले हामीलाई प्रेम खनाउनका लागि बनाउनु भएको छ अनि उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो भनेर उहाँले बताउनु मात्रै भएन तर देखाउनु पनि भयो कल्भरी क्रुसमा परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि आफूमा जे थियो उहाँको बहुमूल्य आफ्नो एकमात्र पुत्रलाई दिनुभयो तपाईँ र मेरो निम्ति त्यति धेरै प्रेम गर्नुहुन्छ प्रश्न चाहिँ के हामीले कति धेरै प्रेम गरिरहेको छौँ येशूलाई उहाँ हाम्रो निम्ति जिउनु भयो कति धेरै उहाँको लागि हामी जिरहेको छौँ उहाँ हाम्रो निम्ति मर्नु भयो कति धेरै उहाँको लागि हामी जिरहेको छौँ तपाईँलाई धेरै धन्यवाद